प्रेम दर्शन पनि आज सङ्घर्षको लागि अगाडि बढिरहेको छ। हामीले आज कति धेरै आफ्नो जीवनमा पनि सङ्घर्ष गर्छौँ, कति दुःख गर्छौँ, तर पनि कहिलेकाहीँ यति धेरै दुःख गरिरहँदा, यति धेरै सङ्घर्ष गरिरहँदा कहिले हाम्रो जीवनमा राम्रो हुँदैन र हाम्रो जीवनमा राम्रो नभए पछाडि हामीलाई हरेस लाग्छ। जुन काम हामीले सोचेका छौँ, जुन कुरा हामीले गरिरहेका छौँ, त्यो कुरालाई सबै बिसाउँदै लाग्छ। सबै छाडेर कसैले नदेख्ने ठाउँमा एकान्त ठाउँमा गएर रहन मन लाग्छ। तसर्थ गुरु हजुर भन्नुहुन्छ, असल काममा बाधै बाधा, जसले यो संसारमा राम्रो काम गर्नको लागि अघि बढेको छ। हामी परिवारमा पनि जसले राम्रो होस् भनेर अघि बढेको छ, तर बाधै बाधा आउँछ। यस्तो छेडमा एक्लै बसी रुन मनपर्छ। कहिलेकाहीँ कसैले नदेख्ने गरी घरभित्र हामी एक्लै पनि रुने गर्छौँ। तर त्यतिखेर गुरु हजुर भन्नुहुन्छ, भगवान बुद्धलाई हामी सम्झौँ। एकचोटि भगवान बुद्धलाई सम्झौँ। भगवान बुद्धलाई, भगवान जस्तो गौतम बुद्धलाई त मान्छेहरूले ढुङ्गा हिर्काए भने हामी त साधारण मान्छे। तसर्थ भगवान बुद्धलाई सम्झौँ, भगवान रामलाई सम्झौँ। वनवास, भगवान राम वनवास जानुभएको थियो। भगवान रामलाई पनि सम्झौँ है। भगवानहरूलाई त छाडेनन् भने हामी साधारण मान्छे। तसर्थ भगवानहरूले अहिले ती दुःखमा, सङ्घर्षमा कहिले उहाँहरू थकाइ मार्नु भएन। सङ्घर्ष गरि नै रहे। तसर्थ आज उहाँहरूको नाम इतिहासमा लेखिएको छ। तर साहस कहिले हारेनन् भगवानहरूले है। कति दुःख दियो तर साहस कहिले हारेनन्। ती साहस नहारेको कारणले गर्दा आज उहाँहरू इतिहासमा उहाँहरूको नाम हामीले पढिरहेका छौँ है। तसर्थ भगवानहरूले त हार खाएन भने हामी साधारण मान्छे, हामीले कहिले हार खानु हुँदैन। हामीले सधैँ साहसका साथ अगाडि बढ्नुपर्छ। गुरु हजुर भन्नुहुन्छ, एउटा सोचो अर्कै हुन्छ। वास्तवमा हाम्रो जीवनमा हामीले एउटा सोचौँ अर्को भइदिन्छ। आशा राखेर अब हामीले एउटा सानो कुरा गरौँ। हामी आफूलाई आर्थिक स्थिति, पैसा चाहिएको छ, पैसा माग्नको लागि म यो घरमा, फल्नाको घरमा म जान्छु, मलाई पक्कै पनि दिनुहुन्छ होला भनेर हामीले कति ठुलो आश लिएर पैसा सापटी माग्न जान्छौँ। त्यहाँ जाँदा हामीले सोचेको भन्दा ठिक विपरीत उल्टो हुन्छ। हामीले चाहेको सोचेको जस्तो हामीलाई पैसा त्यहाँ दिनुहुन्न। त्यतिखेर हामी निराशै हात लाग्छ। गुरु हजुरले यथार्थ कुरा लेख्नु भएको छ। त्यतिखेर हामी रुने होइन, कराउने होइन। त्यतिखेर महात्मा गान्धीलाई हामी सम्झौँ। उहाँलाई गोली हानेर मारेको थियो महात्मा गान्धी। आज हामीले पुस्तकहरूमा पढ्छौँ, ठाउँ ठाउँमा उहाँको शालिगहरू राखेका छौँ। महात्मा गान्धी त्यो ठाउँमा पुग्नको लागि पनि सङ्घर्ष धेरै गर्नुभएको थियो। गुरु हजुरले यही कुराहरू भन्नुहुन्छ। अब्राहम लिङ्कनलाई सम्झ्यौँ, छेडमै मारिए तर कहिले मरेनन् उहाँहरू। अघि मैले भने नि, कहिले मरेनन्, अझै पनि उहाँहरू जीवितै हुनुहुन्छ। तर उहाँले गर्नुभएको सङ्घर्षमा दुःख सहेर गर्नुभएको कुराहरू अहिले पनि जीवितै छ र कहिले मरेनन् भनेर आज गुरु हजुरले पनि हामी प्रेमवादीहरू जो छौँ होइन, कसैले के कुरा सुनाइदेला, प्रेमवाद यो धर्म अरे, प्रेमवाद त्यो धर्म अरे, प्रेमवाद त क्रिस्चियनको पो अरे, त क्रिस्चियनको छोडेको अरे भनेर हामीलाई गुरु हजुरलाई नाना थरीको आरोप लान्छनहरू लगाइरहेको हुँदा आज गुरु हजुर भन्नुहुन्छ, सत्यको जित एक दिन हुन्छ अवश्य। तर हामी अगाडि बढ्नुपर्छ। यो सङ्घर्षको यात्राहरूमा हामी पनि अगाडि प्रेमपूर्वक हामी अगाडि बढ्नुपर्छ। एक दिन हाम्रो पनि पक्कै भगवानले यो कुरा सुन्नुहुनेछ भनेर गुरु हजुर भन्नुहुन्छ। तसर्थ यो सङ्घर्षको यात्रा हामी कहिले नछोडौँ भन्दै यो भजनको व्याख्या मैले यही राखेँ। अवस्था भुल गल्ती भए क्षमा गरिदिनुहोस्। जय प्रेम।